हेलो साथीहरू, सबैलाई नमस्ते। हिजोको दिनमा हजुरहरूले के गर्नुभयो? हाम्रो त हिजो छुट्टी थियो है, त्यसैले हामीहरू चाहिँ पहिलोचोटि त हामीहरू खाना खान गयो, किनकि मेरो हिजो उपास थियो। सोमबार म सधैँभरि लिन्छु अनि मेरो बुढोलाई चाहिँ मैले खाना खान लिएर गएँ। त्यसपछि हामीलाई बाल काट्नु थियो अनि बाल काट्न ठाउँमा हामीहरू गयो है। त्यसपछि कुर्दा 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 हाम्रो 1 घन्टा भइसकेपछि बाल काट्ने मान्छे नै आउनु भनेको भन्दै त्यसपछि कुर्दा कुर्दा थाकिसकेपछि अनि लास्टमा फाइनली बाल काट्ने दाइ पनि आउनुभयो है। ठ्याक्कै हाम्रो पनि हेर्न सक्नुहुन्छ, बाल काट्ने पनि रेडी भइसक्यो। लगभग आधा काटिसक्नु भएको थियो, त्यसपछि मैले धुरे बढाउन थालेँ क्या। अनि हेर्नु बाल पनि कटिङ भइसक्न लाग्यो, लगभग आधा भयो है। बाल कटिङ गर्नु पनि मेरो बुढोको त यति टाइम लाग्दैन कि बाप्रे, 1 घन्टा म त्यहाँ बसेँ होला है। यो बाल कटिङ गरेको हेर्दा हेर्दा म त थाकिसकेँ, तर पनि यो बाल कटिङ चाहिँ भएन। अनि त्यसपछि हामीहरू हेर्न सक्नुहुन्छ है, बाल काटिसकेपछि हामीहरू रुममा आयो है। अब यस्तै कटिङ हुनु आयो। अनि लास्टमा हेर्नु न, यो खतरनाक स्टाइल थियो क्या। मलाई त्यति हाँसो लागेर राख्नुहुन्छ, मलाई के भन्नुहुन्छ भनेपछि मेरो बुढीले यस्तै राख्नु भन्नुहुन्छ। अनि मैले भनेको चाहिँ कस्तो देखेछ गुन्डा जस्तो, यस्तो चाहिँ नराख्ने। अनि त्यसपछि बाल कटिङ सटिङ गरेर फाइनल लुकमा है मेरो बुढीलाई चाहिँ आफूलाई स्याहार सुसार गर्दै हुन्छ। हेर्नु न, बुढो यता हेर्नु न भन्दा पनि होइन के, पल्टेर हेर्न पनि बापरे। हेर्नु न, ऊ फाइनल लुक हेर्नुहोस् है। यो लुक चाहिँ मलाई धेरै मनपर्छ। त्यही भएर चाहिँ मैले यो सानो मिनी ब्लग भन्ने के भन्ने है, त्यो म बनाएको थिएँ हजुरहरूको लागि। त्यसपछि हामीहरू आयो, मेरो जबको लागि म जाँदै थिएँ त्यहाँ। अनि त्यसपछि हामीहरूलाई रेजिम बनाउनु थियो। एउटा रेजिमको दोकानमा आएर हामीहरूले मेरो लागि रेजिम बनायौँ। त्यसपछि हामीहरू गयौँ, यो घरमा आइपुग्यो हाम्रो रुममा। त्यसपछि मेरो बुढो नुहाउनु जानु भएको थियो, म चाहिँ यो